गाइज वेलकम टु माई ब्लग। आज चाहिँ म यति ह्याप्पी छु नि। एमाले पार्टीलाई केपी ओलीलाई होइन चुनावबाट बाहिर निकाल्ने हराउने भनेको थिएँ, तर अब नेपाली जनताले तिनटै पार्टी एमाले माओवादी काङ्ग्रेसलाई चाहिँ धुल चटाइसकेको छ। अहिले चाहिँ हामी जनताको जित भएको छ। अहिले केही छैन, बिरामी भयो नि होइन, देश जिउनुपर्छ, देश सधैँ खुसी हुनुपर्छ होइन। हामी बिरामी भएर केही हुँदैनौँ, त्यसको लागि यस्तो ज्यान त कति फालिन्छ गाइज। अनि आजको यही खुसीमा म के गर्ने छैन, अझै हेर्न बाँकी छ, अझै सबै मतगणना हुन बाँकी छ र बालेन शाहले प्रधानमन्त्री बनेको देख्न बाँकी छ गाइज। त्यसैले आज म चाहिँ होइन यहाँको राति भइसकेको छ आज होइन। जय नेपाल, जय माता, जय मेरी माँ, पार लगाइदिनु बस होइन। अनि आज चाहिँ राति परिसकेको छ होइन। म यति खुसी छु कि गाइज भन के म खुसी हालिदिन्छु गीत आज। आउँदैन कि राम्रोसँग मात्र भने गाइस। अब मसँगै अब बेलुका भइसकेको छ, यहाँ म चिया बनाउँछु होइन। तपाईँहरू सँगै खानुपर्छ है, सँगै खानुपर्छ चिया चाहिँ। त्यो चाहिँ केपी ओली बड्डो हारेको उपलक्ष्यमा नि हामी चिया खानु गाइस। चिया दुध पनि छ, चियापत्ती छ। हामी त नेपाली मान्छे होइन, यो नेपालको माया गर्ने मान्छे होइन। चिया मसला हाम्रो नेपाल हो, यहाँ चियापत्ती पनि छ। हामी नेपाली मान्छे हो, नेपाललाई माया गर्छौँ, नेपालको प्रोडक्टलाई माया गर्छौँ, होस् नहोस् होइन। अलिकति भयो नि केही फरक पर्दैन गाइस। त्यस्तै छ गाइस, जिन्दगी भनेको चल्नुपर्छ। तर केपी ओली, प्रचण्ड, शेरे, त्यस्ता लगायतका गगन थापा, बाग्रे थापा होइन, त्यस्ताहरूले चाहिँ नचलेकै राम्रो। सकियो अब तिनीहरूको करियर। म के भन्दैछु भने चाहिँ होइन, केपी ओलीलाई मेरो बेस्ट सुझाव हो, तैँले कम्बोडियामा अनि होइन त्यो के स्विट्जरल्यान्डमा राखेको पैसा नेपाल झिका, अनि नेपालीहरूलाई होइन घर घरमा तैँले भनेको ग्यास पुगा होइन। त्यो पैसाले अरू होइन त्यो रेलगाडी ल्याउन पुग्छ होइन। रेलगाडी ल्याएर आइज नेपालमा पूर्वपश्चिम होइन, नेपालमा जुन बन्द गरेका थिए तैँले बेचेर खाएका उद्योग कल कारखानाहरू खोल। त्यसपछि 5 वर्षपछि तेरो जित फिक्स हो। जनताले तँलाई जिताउँछन्। अनि त्यति गर है बाबु, याद गर, त्यति गर। मैले भनेको मान, पहिला मानिनस् र अहिले यस्तो हालत भयो नि त मान्ने गर्न। गुरु हो यार, म पनि ज्योतिषै हो। ज्योतिषलाई ज्योतिष विद्या त मैले सिकाएको भन्नु मिल्दैन। चेस म त चिया खान लगाएको होइन, यति धेरै खमै मार्यो नि गाइस। मिठो भएको छ होइन, अदरक अनि हाम्रो काली मर्च, दालचिनी यताउति सबै हालेर बनाएको मस्त भएको छ। हेलो गाइज, इट्स मी मिस्टर बी ब्लग। अहिले चाहिँ म यसो बाहिर निस्केको है। आज दिनभरि बिदा थियो है, दिनभरि के गरौँ कस्तो गरौँ भएर तपाईँ सुतिरहेको थिएँ। अहिले चाहिँ त्यो सिग्नल हरियो त्यो झ्यामझुम गरिरहेको थियो कि अन्तिममा होइन, त्यो सास काट्छ नि त्यस्तो गरिरहेको थियो। अनि पर्खेको भए फेरि त्यो उ गर्नलाई चाहिँ 15-20 मिनट लाग्छ कि
15-20 मिनट त्यहाँ बस्नुपर्छ अनि आफैलाई गाह्रो हुन्छ होइन झ्याउ हुन्छ त्यही भएर दौडेर आइदिएको धेरै पछि दौड्नाले पुरै सास खुलिरह्यो यार हुन म यसो 4-5 किलोमिटर त नर्मली दौड्थेँ है यहाँनिर अब चाहिँ साकुरा फुल्छ होला सानो सानो कोपिला आइरहेको छ त्यसमा साकुरा फुल्यो भने चाहिँ दामी देखिन्छ क्या यो बाटोहरू होइन हिँड्दाखेरि ओहो त्यो खोलाको किनारमा हुन्छ नि त्यति बेला त यति दामी देखिन्छ यति दामी ओहो मस्त देखिन्छ के ओइ गाइस के चलिरहेछ नेपालमा के छ चुनावको माहौल अनि झोलेहरूको त पुरै सुक्को नासै पारेछ त यार नासै पारेछ त हो नेपाली जनताहरू धेरै रहेछन् यार यदि मुठीभर झोलेहरूले फेसबुक त थाहा छ यार पुरै नेपालीहरू यत्रो 3 करोड जनताहरूले चाहिँ होइन चुप्प छ त्यो 300 त्यो हुन्छ नि 3-4 हजार झोलेहरूले पुरा फेसबुक तताएर अब तताउ तिम्रो बाउहरू पनि गए तिम्रो दिन पनि गए साकुरा भनेको चाहिँ यो है यो कस्तो हुन्छ हाम्रो आरुको फुल जस्तै हुन्छ कि दामी हुन्छ देख्नुमा गाइस म चाहिँ होइन आज चाहिँ एउटा त बालनसाले जितिरहेको छ त्यो खुसीमा अर्को भनेको केपी ओलीले हार्यो होइन त्यो खुसीमा चाहिँ गाइज यो पैसा छ नि यो पैसा यो मेरो हातमा जति पनि छ होइन यो पैसा चाहिँ आज नयाँ फ्लोर्स जो पनि सब्सक्राइबर छ मेरो होइन सब्सक्राइबर छ आज नयाँ सब्सक्राइबर है आज सब्सक्राइब गरेर अनि कमेन्ट बक्समा आएर आजको यो भिडियोमा न्यू सब्सक्राइबर भनेर लेख्नु होला होइन म 1000 देखि 5000 सम्म चाहिँ पठाइदिन्छु तपाईँ जापान हुनुहुन्छ या नेपाल हुनुहुन्छ जुनसुकै ठाउँमा हुनुहुन्छ है यदि पठाएन भने त्यसपछि भन्दै म केपी ओली भन्दा धेरै बढ्ता झुट बोल्ने रहेछु भनेर गफ लगाउने रहेछु भनेर ठिक छ कि विश्वास गरे यार केपी ओलीको विश्वास गर्ने मेरो नगर्ने त्यति त गर यो देखिरहेको छौ नि यो सबै एउटा कुरा देखाउँछु है यो देख्दैछु यो के हो भनेर सोध्नुहुन्छ भनेपछि होइन त्यो चाहिँ यहाँ अब लभमा धोका खाने होइन यताउति डिप्रेसनमा जाने यो मुटुको रोगीहरू हुन्छ नि त्यसको लागि हो है यदि कोही ब्रेकअप भएर बसेको छ भने मलाई कन्ट्याक्ट गर्दा हुन्छ है म उपचार गराइदिन्छु त्यो पनि फ्री बिल्कुल फ्री झन् केटा मान्छे भए त यसो प्याक पनि सँगै खाइ होला सम्पर्क गर्नु होला है यहाँ हेर न यो जापानको आलुको रेट देखेर है यो 3 जनालाई 278 रुपियाँ मा कसम कति महँगो यार केपी ओलीलाई गाली गर्न मन लागिरहेको छ यार साँच्ची भने यार दिइरहेको छ भनेर होइन बिचरा के गाली गरौँ भनेर नगाली गरेको म त यस्तो गाली दिन्थेँ गाली दिन्थेँ होइन बालिनले हार्छ भनेर भन्दै थिएँ होइन बालिनले जित्ने त फिक्स थियो होइन 100मा 100% थियो उता बाख्रे
गगन थापा पनि लुड्किला जस्तो छ त यार हाम्रो अमरीश पुरी दाई अमरीश पुरी होइन यार के हो उहाँ ताग्ले दाईको नाम के हो उहाँले गर्दैछ त त्यसको त काण्ड गगनको त अब बिचरा कीर्तिपुरको डाँडातिर गएर बाख्रा चराउने भयो त्यो मान्छेले होइन खुब ज्ञान पेलिरहेको थियो कि युवाहरूलाई जति बेला होइन युवाहरूमा ल्यापटप देखाएको छैन युवाहरूले होइन के भनेर सिकाइरह के भनेर ज्ञान पेलिरह कीर्तिपुरको डाँडामा गयो भने पनि 2 लाख महिनाको आउँछ तेरो बाउ चाहिँ इच्छा आउँछ अब तैँ जा तैँ खामा किन भ्रष्टाचार गर्नु पर्यो र डाँडामा जा दिनरात त्यहीँ बस होइन ल्यापटप चला अनि कमा यो महिनाको 15-20 लाख पुग्छ होला नि तँलाई त भ्रष्टाचार गर्नु पर्दैन त्यसपछि राम्रो गरेछ त्यो तगले त्यसो गाइस मेरो जीवन भनी होइन यस्तोले चलिरहेछ कि होइन जिन्दगीको यो यो के हो ट्राफिक लाइट हो के गर्न खोज्यो कि होइन ट्राफिक लाइट रातो भइदिन्छ कि फेरि काम बिग्रिन्छ फेरि सुरुवात गर्छ होइन फेरि सुरुवात गर्यो फेरि रातो बत्ती बल्दिन्छ कि त्यही भएर टेन्सन भइरहेछ होइन तपाईँहरूले युट्युबको साथ दियो भने नि कसम यार म यो दुनियाँ देखेर होइन यो जापान देखेर यो ठाउँ देखेर होइन म कसम यार फ्रस्ट्रेसन भइसकेको छु कि म नेपाल फर्किन्छु कि यदि मेरोमा भ्लगहरूमा होइन 100K पुग्यो भने नि कसम त्यो दिन जुन दिन पुग्यो नि त्यही दिन म होइन प्लेनको टिकट काटेर सिधा नेपाल बाई बाई जापान भनेर आउँछु कि लास्टै फ्रस्ट्रेसन यार मान्छे कसरी बस्छ यार मलाई अचम्म लाग्छ होइन यतिसम्म कि कहिले काहीँ बौलाउनु मन लाग्छ यार अनि त्यतिकै बौलायो भने होइन टाइम वेस्ट हुन्छ लाइफ वेस्ट हुन्छ भनेर अनि यो मोबाइलमा आएर बौलाउँछु कि आजभोलि होइन जस्तै हो गाइस के गर्नु केटा मान्छेको जिन्दगी होइन जिन्दगी भन्दा नि बाध्यता होइन कर्तव्य धेरै हुन्छ नि त त्यही भएर बोक्नै पर्छ धेरै होला नि म जस्तो होइन साथीहरू दुखी नहो यार किन दुखी हुन्छौ म बरु दुःख साट्नुलाई मलाई सब्सक्राइब गर्नु होइन मलाई कमेन्ट गर्नु म बरु फेसबुकमा एड गर्छु होइन मजाले कुरा गरौँला सुख दुःख साटौँला होइन दुःख परेछ भने एक अर्काको हेल्प गरौँला अरे जोडिनी त गर अनि पो हुन्छ नि हल्लिएर हिँडेर हुन्छ त ठिक छ कि ओल्लो पल्लो घरबाट देख्नेहरूले पागल सम्झिरहेको होला सलाहहरू यिनीहरूले मैले बोलेको के हो भनेर थाहा हुँदैन अनि होइन यिनीहरूले यस्तरी बोल्दा नि बोल्दैन क्यामेरा यस्तरी तेर्स्याउँदैन मैले त देखेकै छैन कि कहीँ कोही मात्र होइन नर्मली भिडियो बनाउन यताउति गर्न चाहिँ देखिरहेको हुन्छु नत्र भने यस्तरी युट्युबको लागि भिडियो बनाउनु उ गर्न चाहिँ कसैले देखेको छैन हो गाह्रो छ नि गाइस यही बस्दा बस्दै यति झ्याउ लागिसकेको छ नि सायद अबको 2-3 महिनामा म यो घर चेन्ज गर्छु होला कि त्यति फ्रस्ट्रेसन भइसकेको छ गाइस सायद गर्छु होला कि यो घर चेन्ज गर्छु भित्र राम्रो छ घर त राम्रो छ त्यही पनि मलाई चाहिँ बस्न मन परेको छैन कि यही ठाउँ हेर्न सक्नुहुन्छ होइन मेरो रुम हो केही त्यस्तो गरेको छैन होइन आउन पनि नयाँ आएको हो है यहाँ चाहिँ मेरो कपडाहरू सब यो कपडा सुर्केसहरू होइन सब राखेको छु मैले यहाँ यो सब कपडा है 3वटा सुर्केस अनि यो सब गाइस यस्तो छ है यस्तो भइहाल्यो यो चाहिँ मेरो जुत्ताको कलेक्सन यस्तै छ गाइस जिन्दगी चलिरहेछ होइन त्यो चाहिँ मेरो आउन त आउँदैन त्यही पनि किनिदिएको कि रहर उनको रहर हो कि मेरो एक्लोपनको साथी हो त्यो भनेको बुझ्नुभयो यस्तै छ गाइस आजको लागि होइन आजको भ्लग यहीँसम्म बनाउँछु यति मात्रै थियो आजको लागि होइन ओके गाइस आजको भ्लग चाहिँ लगभग होइन यति थियो अब सकिन आँट्यो होइन मैले भनेको छु है झुटा होइन जसले चाहिँ मलाई नयाँ सब्सक्राइब गर्छ होइन
नयाँ सब्सक्राइब भनेर कमेन्ट गर्छ यो हेर्ने यो फिक्स दिन्छु मैले। यदि दिएन भने त्यसपछि मलाई भन्नु ल यसको लाज दिनु है गाइज। तो मेरे दोस्तों, मेरे भाइयों, मेरे बंदों, मेरे वीडियो में जाके मेरे चैनल में जाके ना सब्सक्राइब कर दो यार, बस सब्सक्राइब कर दो, फाड़ दो गाइज। ओके गाइज, जय नेपाल, जय पशुपतिनाथ, जय गोरखनाथ। फिर मिलेंगे दूसरे वीडियो में।